श्रीमद् भागवत महापुराण को जम्मा 12वटा स्कन्द मध्ये दिउँसो अघि कथामा कुन स्कन्दको कथा सुन्दै थियौं हामी? अघि चतुर्थ स्कन्द चौथो स्कन्दको कथा सुन्दै थियौं, जहाँ भगवती अनुसुया माता, जो अनुसुया माताले आफ्नो पातिव्रत धर्मको प्रभावका कारणले, आफ्नो भगवत सेवाका प्रभावका कारणले तीनैवटा देवतालाई साना साना बालक बनाएर ती तीनकी देवीहरूलाई पनि आफ्नो घमण्डको नाश गर्ने एउटा जुन शक्ति छ आमाहरूमा, त्यो शक्तिको कथा हामीले सुनेका थियौं भने अब यहाँनेरि स्वयम्भुव मनु र शतरूपाको वंश विस्तार गर्दै गर्दाखेरि जेठी छोरी र माइली छोरीको कथा हामीले सुनिसक्यौं। माइली छोरीको कथा हिजो बेलुकै सुन्यौं भने जेठी छोरीको कथा अघि सुन्यौं। अब कान्छी छोरीको वंश विस्तार। कान्छी छोरीको नाम थियो प्रसूति। तिनै प्रसूतिको विवाह भयो दक्ष प्रजापतिसँग। दक्ष प्रजापतिसँग विवाह भएका बेला यहाँनिर यिनीहरूका सन्तान धेरै भयो भनेर बताइएको छ। सबै देवताहरूको विवाह दक्ष प्रजापतिकै कन्याहरूसँग भएको थियो। त्यसमा एउटी छोरी थिइन् सती देवी। तपाई हामीले स्वस्थानीमा सुनेका छौं है, भगवती सतीको विवाह कोसँग भएको छ? सती देवीको विवाह शिवजीसँग भएको छ। तर अन्तिममा सती देवीले आफ्नो प्राण त्याग्नुहुन्छ। आफ्नो प्राण त्याग्नुहुन्छ, त्यो कथा यहाँ विस्तार गर्नु भएको छ। सती र शिवजीको विवाह भएको थियो र एक समयको कुरा हो, यी दक्ष प्रजापति जो हुन्, दक्ष प्रजापतिलाई सुरुमा प्रजापति थिएन नि। प्रजापति भनेको एउटा पद हो। जसरी हाम्रो यहाँ अध्यक्ष, उपाध्यक्ष, सचिव है, मेयर, उपमेयर आदि पदहरू हुन्छन्, त्यस्तै यो प्रजापति पनि एउटा पद हो। त्यो पदमा दक्षलाई लगेर ब्रह्माजीले स्थापित गर्नुभयो। त्यही पदारोहणको समयमा एउटा सभाको आयोजना गरियो, जसमा सबै देवी देवताहरू उपस्थित हुनुभएको थियो। त्यहाँनिर भगवान विष्णु, ब्रह्माजी, शिवजी सबैजना आउनुभएको थियो। त्यो सभामा सबैजना उपस्थित भएको सभामा त्यहाँनिर दक्ष प्रजापति सबैभन्दा अन्तिममा आए। सबैभन्दा अन्तिममा आए, प्रजापति आएको देखेर सबैजना जुरुक्क उठे आफ्नो आसनबाट। मात्रै 3 जना व्यक्तिहरू उठ्नु भएन। त्यहाँनिर 3 जना व्यक्तिहरू उठ्नु भएन। को उठ्नु भएन? शिवजी उठ्नु भएन, ब्रह्माजी उठ्नु भएन र विष्णु भगवान उठ्नु भएन। यी 3टा देवताहरू उठ्नु भएन। अनि दक्षले आफ्नो माथि ठुलो ठाउँमा आसन थियो उसको, त्यहाँ गएर वरिपरि हेरौँ। हेर्दाखेरि 3 जनालाई उठेको पाएन। भगवान नारायण उठ्नु भएन। उसले कुनै चिन्ता लागेन, किनभने उसको आराध्य इष्ट देवता नारायण हुनुहुन्थ्यो। आफ्नो भक्त आउँदाखेरि भगवान उठिराख्नु पर्दैन। त्यसै गरी ब्रह्माजी उठ्नु भएन। ब्रह्माजी त उसका पिताजी हुनुहुन्थ्यो। छोरो आउँदाखेरि त अब उठिराख्नु परेन। अनि अर्को शिवजीलाई चाहिँ नउठेको देखेर त्यसलाई साह्रै रिस उठ्यो। अब यो त मैले छोरी विवाह गरेर दिएको मेरो ज्वाइँ हो, मेरो छोरो समान ज्वाइँ हो यो, तर आज यो उठेन। हुन त यसलाई मसान घाटमा बस्ने भूत प्रेत पिशाच राक्षस साकिनी डाकिनी को मालिक, त्यस्ताको मालिकलाई राम्रो स्वभाव त कहाँ होला? न यसका पिताजीको ठेगान छ, न माताजीको ठेगान छ, न कहीँ बस्ने कुराकै ठेगान छ। यस्तो दुष्ट छ यो। यसलाई मैले मेरो छोरी भगवान विष्णुले छल गरेका कारणले दिनु पर्यो, होइन भने यसलाई म मेरो छोरी किन दिन्थेन? के भन्दै गाली गर दक्षले? गृहीत्वा मृगसा भक्ष्या पाणिम मर्कट लोचन। भगवान शिवजीलाई बाँदर आँखे भन्दै गाली गरे। मेरो मृग जस्तै आँखा भएकी मृग नयनी छोरीलाई यो बाँदर आँखेलाई दिनु पर्यो भनेर त्यसरी गाली गर्यो। त्यस्तो गाली गरेको सुने पछाडि भगवान शिवजी त भोले बाबा हुनुहुन्थ्यो, उहाँलाई केही आपत्ति परेन। आफू जस्तो छु आफूलाई मात्रै थाहा हुन्छ, त अरूले नराम्रो भन्दैमा आफू नराम्रो भइन्छ त?
भइँदैन हो। त्यही भएर शिवजीलाई त्यसको नराम्रो असर परेन, केही परेन, म जस्तो छु म छँदैछु, यसले भन्दैमा म त्यस्तो भइहाल्ने हो र भन्ने जानेर शिवजी केही बोल्नु भएन। तर शिवजीका गण थिए नन्दी भृङ्गी, यिनीहरूलाई रिस उठ्यो, ए दक्ष त आज ठुलो भइसैन, कति मै गर्छस् त यहाँ आएर, मै ठुलो किन भन्छस् त? त्यो मै गर्ने त के हो, बाख्रो मात्रै हो। त्यही भएर तेरा पनि यो बाख्राको टाउको लाउनु परोस् भनेर श्राप दिए। के भनिन्छ भन्दा मै करे बकरी गले छुरी लगवाए, मैना कह करके घर घर पाली जाए। बाख्राले के भन्छ अरे भन्दा मै भन्छ अरे, मै मात्रै हो यहाँ, सबभन्दा ठुलो अरू कोही पनि छैन भनेर मै गर्छ अरे। त्यसैको गलामा छुरी लगाइदिन्छन्, पाकपुक पार्छौँ है, त्यसको गोविन्दाय नमो नमो। तर मैना कहे करके घर घर पाली जाए। एउटा मैना नाम गरेको चरो हुन्छ, त्यसले के भन्छ, मैना भन्छ, म होइन है, म होइन, म त केही पनि हो, यहाँ सबभन्दा सानो चाहिँ मै हो, ठुला त अरू नै छन् भन्छ अरे। त्यसलाई चाहिँ सबैले घर घर पाल्छन्, माया गरेर त्यसलाई चाहिँ पाल्छन् हो। त्यही भएर हामीले के बुझ्नुपर्छ, कुनै पनि किसिमको घमण्ड गर्नु हुँदैन, मै हो सबै मै हो भनेर घमण्ड गर्नु चाहिँ हुँदैन। आज दक्ष प्रजापतिले घमण्ड गरेका कारण शिवजीका गणी नन्दी भृङ्गीहरूले श्राप दिए। त्यहाँनिर श्राप भयो, त्यहाँ बसिसक्नु अवस्था भएन। त्यस्तो अवस्था भएका बेला शिवजी दुरुक्क उठ्नुभयो, त्यहाँबाट बाटो लाग्नुभयो शिवजी बाटो लागेपछि नन्दी भृङ्गीहरू पनि साथैमा गए, शिवजीका साथमा गए। अनि त्यो कुरा शिवजीले सती मातालाई बताउनु भएन, किनभने यिनलाई चित्त दुख्छ, नराम्रो लाग्छ भनेर शिवजीले त्यो कुरा सती मातालाई बताउनु भएन। समय बित्यो, त्यतिखेर दक्षले भनेको थियो, हे शिवजी, त शिव होइन सशिव हो, यो शिवलाई त कसले पूजा गर्दो रहेछ, अब शिवजीलाई पूजा नगर्ने भन्ने कुरा निदो त्यो दक्ष प्रजापतिले गर्यो। शिवजीको पूजा नगर्ने भन्ने निदो गर्यो। त्यही भएर एउटा यज्ञको आयोजना गर्यो, शिवजीलाई भाग नदिकन, शिवजीको पूजा नगरिकन दक्षले हरिद्वारमा कनखल नाम गरेको क्षेत्रमा एउटा यज्ञको आयोजना गर्यो। त्यहाँ उसले सबैलाई बोलायो, आफ्ना छोरी ज्वाइँहरू, देवी देवता सबैलाई बोलायो, मात्रै भगवान शिवजी र माता सती देवीलाई बोलाएन। शिव र सतीलाई बोलाएन, तर अरू सबैलाई बोलायो, यज्ञको आयोजना गर्यो। अरू देवी देवताहरू कैलाश पर्वतकै माथिबाट जाँदै हुनुहुन्थ्यो, माता सतीले देख्नुभयो। सती माताले देख्नुभयो अरू सबै गइरहेका छन्, विमानमा चढेर सबैजना गइरहेका छन्, मेरा बहिनी ज्वाइँहरू। अनि उसले सोध्यो, तिमीहरू कहाँ गएका बहिनी हो भन्दा ती बहिनीहरूले भने, अरू देवीहरूले, सती देवी तिमीलाई थाहा छैन र, हाम्रा पिताजीले त ठुलो यज्ञको आयोजना गरेका छन्, हामी सबैलाई बोलाउनु भएको छ, के तिमीलाई निम्तो आएन सती देवी भन्दा सती देवीले भन्नुभयो, होइन बुवाले बिर्सिनु भयो र, अब यति धेरैजना छोरी छौँ हामी, कसलाई बोलाउनु भयो कसलाई बोलाउनु भएन, ठिकै छ तिमीहरू जाँदै गर, म मेरा श्रीमानलाई साथमा लिएर आउँछु भनेर सती माता शिवजी भएका ठाउँमा जानुभयो। शिवजीलाई त सबै कुरा थाहा छ, तर पनि केही बोल्नु भएको थिएन शिवजीले। सती माताले भगवान शिवजीका अगाडि गएर भन्नुभयो, प्रजापतेस्ते ससुरस्य साम्प्रतां निर्यापितो यज्ञमहोत्सवः किल वयं च तत्राविशरामभामते यद्यर्थितानि विबुधा व्रजन्ति। यहाँ सती देवीको शब्द चयन सुन्नु होला, कस्तो राम्रो तरिकाले सती देवीले बताउनु भएको छ। हे भोले बाबा, प्रजापतेस्ते ससुरस्य साम्प्रतां, तपाईका ससुरा बुवा दक्ष प्रजापति को, तपाईका ससुरा बुवा, हुन त मेरा बुवा अगाडि हो नि त, हुन त मेरा बुवा हो, तर सती माताले के भन्नुभयो, तपाईका ससुरा बुवा दक्ष प्रजापतिको घरमा, मेरो माइतमा भन्नु भएन, तपाईका ससुरा बुवा दक्ष प्रजापतिको घरमा एउटा ठुलो यज्ञको आयोजना भएको छ। त्यो यज्ञमा
म पनि तपाईको देब्रेपट्टि लागेर जान पाए त त्यो यज्ञले कत्रो ठुलो शोभा पाउँथ्यो होला। म पनि तपाईको देब्रेपट्टि, कसैको देब्रेपट्टि लाग्नले अर्को दाहिनेपट्टि हुनु पर्यो कि परेन त? दाहिनेपट्टि नभइकन देब्रेपट्टि हुन्छ त? दुईटा साइड हुनको लागि, दुईपट्टि हुनको लागि एकापट्टि हुँदैन अर्कोपट्टि हुन्छ। दाहिनेपट्टि हुँदा मात्रै न देब्रेपट्टि हुन्छ नि त हैन? भने शिवजीले तिम्रा माइतमा तिमी नै जाउन भन्नुहुन्छ कि भनेर उनले के भनेका थिइन्? तपाईको ससुरा बुवा, तपाईको ससुरा बुवा भनेपछि त आफूलाई पनि कर लाग्यो नि त हैन? मेरा बुवाकामा भनेर तिम्रा बाकामा तिमी नै जाऊ न। मलाई के को टेन्सन भन्नुभएको थियो भने म जान्छु भन्दाखेरि तिमी जाऊ मात्रै भन्नुहुन्थ्यो होला शिवजीले। तर तपाईको देब्रेपट्टि लागेर जान्छु भनेपछि त आफू दाहिनेपट्टि लाग्नु पर्यो। शिवजीले नाइ भन्नुहुन्न भनेर सती माताले यस्तो राम्रोसित शिवजीको प्रार्थना गर्नुभयो। तर शिवजीले भन्नुभयो पार्वती सतीदेवी जहाँ तिमीलाई त्यहाँबाट निम्तो आयो त भन्नुभयो शिवजीले। निम्तो त आएको छैन। त्यसो भने निम्तो नआएको ठाउँबाट जानु हुँदैन भनेर भगवानले सतीदेवीलाई सम्झाउनु भयो। सतीदेवीले भन्नुभयो कुनै कुनै ठाउँबाट निम्तो नआए पनि जाँदा हुन्छ। यहाँनिर दुई चारवटा ठाउँ बताउनु भयो। त्यस्तो ठाउँबाट यदि हामीलाई निम्तो आएको छैन भने त्यहाँ जाँदाखेरि कुनै पनि दोष लाग्दैन। कस्तो कस्तो ठाउँ त? कथम सुताय पितृगेह कौतुकम निशम्य देह सुरवर्य नेगते अनाहुता अप्यभियन्ति सौहृदम भर्तुर्गुरुर्देह कृतश्च केतना। कथम सुताया पितृगेह कौतुके, छोरीलाई आफ्नो बुवाको घरमा जाँदाखेरि निम्तो आइरहनु पर्दैन। त्यति मात्रै न, काहीँ ठुला ठुला यज्ञ भइरहेको छ, पुराण आदिको आयोजना भएको छ भने त्यहाँ जानलाई पनि निम्तो आइरहनु पर्दैन। भर्तुर गुरुर्देह कृतश्च केतनम, जहाँ ज्ञानको आदान प्रदान भइरहेको छ, जहाँबाट हामीले ज्ञान पाउन सक्छौँ, जहाँ गए पछाडि हाम्रो जीवन कल्याण हुन्छ, त्यस्तो ठाउँ जानका लागि कतैबाट निम्तो आइरहनु पर्दैन भनेर सती माताले शिवजीले भन्दाखेरि भोले बाबाले भन्नुभयो पार्वती तिमीले भनेको कुरा ठिकै छ, तर म जादिन भनेर त्यतिखेर शिवजीले अगाडि भएका घटना सुनाउनु भयो। तर पनि सतीदेवी मान्नु भएन। यदि तिमी जान चाहन्छौ भने जाऊ सती भनेर शिवजीले अन्तिममा भन्नुभयो हे सती यदि तिमी बलपूर्वक जान्छौ भने यदि ब्रजिष्य सहिताय मध्वचो भद्रं भवत्या ततो भविष्यति संभावितस्य स्वदनात् पराभवो यदा सद्यो मरणाय कल्पते। हे सती यदि आज तिमी मेरो वचनलाई काटेर त्यहाँ जान्छौ भने सती तिमीले आफ्नै आफन्तहरूबाट नराम्रो कुरा भोग्नु पर्छ। संभावितस्य स्वजनात् पराभवो, तिम्रा आफ्नै अघि जो दिदी बहिनी भन्दै थियो तिनीहरू पनि तिमीबाट टाढा टाढा हुँदै जान्छन् सती। अनि तिमी के गर्न सक्नेछौ? तिमीले आफूलाई नै मृत्यु मरण गर्ने कुरा पनि सोच्न सक्नेछौ। मरणाय कल्पते, मर्ने कुरा सोच्न सक्नेछौ सती भनेर शिवजीले बार बार सम्झाउँदा पनि सतीदेवी मान्नु भएन। र अन्तिममा जाने नै भए पछाडि भगवान भोले बाबाले नन्दीलाई भन्नुभयो नन्दी जाऊ ए सतीदेवीलाई पठाइदेऊ, तर यिनको र मेरो भेट आज अन्तिम भेट हुँदैछ भनेर शिवजीले माता सतीलाई पठाउनु। सतीदेवी जानुभयो, नभन्दै गएर पहिले दिदी बहिनीहरू भएका ठाउँमा जानुभयो। दिदी बहिनी सतीदेवीले आउने बित्तिकै ए तिमी पनि आयौ सती, तिमी पनि आयौ भने तिमी आयौ राम्रो हो भनेको त राम्रै हुन्थ्यो। जहाँ पनि लाग्छ नि त्यो पनि लागेपछि अलिकति नराम्रै अर्थ दिन्छ। तिमी पनि आयौ भने के तिम्रा मात्रै बुवाको घर र म चाहिँ आउनु हुँदैन भनेर सतीदेवीले भन्नुभयो। अनि त्यस पछाडि उनीहरू टाढा भए गएर आफ्नै आमा भएका ठाउँमा जानुभयो। आमा के म तपाईँकी छोरी होइन र?
यत्रो सबैलाई निम्तो दिँदाखेरि मलाई निम्तो दिन बिर्सिनुभयो तपाईँले भनेर भन्दा माताले भन्नुभयो सती तिमीलाई निम्तो नदिन खोजेको त होइन तर तिम्रा बाबुले मानेन भनेर भनेपछि ऊ पिताजी भएका ठाउँमा गई ती दक्षले सतीदेवीलाई देख्ने बित्तिकै तमात्रै आइस्की त्यो बाँधा राखे पनि आयो तमात्रै आइस्की त्यो बाँधा राखे पनि आयो आफ्नो बाबुले आफ्नो श्रीमानलाई यसो भन्दा कस्तो होला सतीदेवी त्यतिखेरै सतीदेवीले म अब यहाँ बाँच्दिन यहाँ बस्दिन घर जाउँ भने शिवजीले के भन्नुहुन्छ आयो दाक्षायणी भन्नुहुन्छ दक्षकी छोरी दाक्षायणी यो मेरा दुष्ट बाबुको नाम लिएर मलाई पुकार्नु छैन म जान्छु भनेर त्यतिखेर यज्ञ कुण्डमा गई र यज्ञ कुण्डको छेउमा योगाग्नि प्रकट गराएर त्यो योगाग्निमा आफू त्यही प्रविष्ट भई सतीदेवीले आफ्नो प्राण त्यागी अगाडि शिवजीले भन्नुभएको थियो है तिम्रो र मेरो आज अन्तिम भेट हुन्छ है सती भन्नुभएको थियो नभन्दै सतीदेवीले भगवान शिवजीको पुकारा गर्दै हे भोले बाबा यो जन्ममा यस्तै भयो अर्को जन्ममा पनि तपाईकै पत्नी भएर जन्म लिएर आउन पाऊँ हजुरको सेवामा फेरि गर्न पाऊँ है भोले बाबा भनेर भोले बाबाको पुकारा गरिन् अनि भगवानले त्यही वरदान दिनुभयो नभन्दै सतीदेवी अर्को जन्ममा पार्वती माता भएर जन्म लिएर आउनुभयो हिमालय र मेनकाको घरमा र शिवजीको विवाह पार्वतीसँग भयो भन्ने कुरा यहाँ बताइएको छ र त्यस पछाडि सतीदेवीले देह त त्याग्नु भयो अब त्यहाँ सारा हाहाकार मचिन थालो यज्ञ विध्वंस भयो हावा हुरी चल्न थालो शिवजीका अगाडि गण फर्केकै थिएन पार्वतीलाई सतीदेवीलाई पुर्याउन आएका फर्केकै थिएनन् त्यतिखेर उनीहरू त्यहाँ भित्र गएर युद्ध गर्न थाले सबैजनालाई कुट्न थाले भगवान आदिका सेनाहरूले शिवजीका गण सबैलाई खेदाइदिए गए तत्काल त्यतिखेर नारदजी शिवजी भएका ठाउँमा नारदजी शिवजी भएका ठाउँमा पुग्नुभयो गएर भन्नुभयो भोले बाबा सर्वनाश भयो माता सतीले आफ्नो देह त्याग्नु भयो भन्ने कुरा जब भोले बाबाले सोध्नुभयो आफ्नो लामा लामा जटा तान्नुभयो जटा भुइँ गरेर के बजार्नु भएको थियो त्यहाँनिरबाट वीरभद्र भद्रकाली प्रकट हुनुभयो बोले वीरभद्र महाराजको भद्रकाली भगवतीको वीरभद्र र भद्रकाली प्रकट भए त्यहाँनिर शिवजीका गण नन्दी भृंगी भूत प्रेत 64 योगिनी आदि सबै हाहाकार मचाउँदै डरलाग्दो आवाज निकाल्दै बाटोलाई थर्काउँदै दक्ष प्रजापतिको यज्ञमा गए तिमीहरूले हाम्रै आमालाई हत्या गर्यो हे हत्यारा दक्ष भन्दै तिनीहरू त्यो यज्ञमा गएर हाहाकार मचाए सबै देवताहरूलाई त्राही त्राही भयो भाग्न थाले भृगुको दारी नै उखेलिदिए पोखा नाम गरेका देवताको दाँतले भाँचिदिए अगाडि त्यो शिवजीले दक्षले गाली गर्दाखेरि ती भृगुले आफ्नो दारी मसाल्दै थिए अरे दारी मसाल्दै थिए अरे पुखा मुसु मुसु हाँस्दै थिए अरे यही दाँतले हाँसेको होइन भनेर दाँतले फुस्काइदिए यही दारी मसालेको भनेर दारी नै उखेलिदिए सारा हाहाकार मचाए अन्तिममा त्यो दक्षको शिर छेदन गरिदिए त्यो शिर लगेर यज्ञ कुण्डमा हवन गरिदिए यसरी सबै विध्वंस मचाए र त्यहाँनेरि अब देवताहरूलाई यज्ञ गर्ने अवस्था भएन गएर भोले बाबाकै पुकारा गर्न थाल्यो यो भोले बाबाले नै गर्नुभएको हो हाम्रो दुःख भोले बाबाले नै हरण गर्नुहुन्छ भनेर सबै देवताहरू गएर भोले बाबाको पुकारा गर्न थाले हामी पनि छोटो प्रार्थना गरौँ नि शिवजीको कसरी ती सबै देवताहरू गएर साम्ब सदा शिव भगवान भोले बाबाको पुकारा गर्दछन् भोले बाबा मेरो दुःख कष्ट मेटाइदियो दुख्ने लाग्यो रोक्न मेरो पार
गर्ने, पत्नीले पनि पतिको सम्मान गर्ने, पत्नीको पनि पत्नीले सम्मान गर्ने जहाँ हुन्छ त्यो घरलाई मात्रै घर भनिन्छ। र शिवजीले भन्नुभयो मेरो त सारा घरबारै नष्ट भयो भन्दा उनीहरूले भने हे भोले बाबा हाम्रो यज्ञ चाहिँ तपाईँले जसरी पनि रक्षा गरिदिनुहोस् भनेपछि शिवजी जानुभयो, गएर त्यो यज्ञमा विघ्न भएका सबै कुराहरू ठिक पारिदिनु भयो र दक्ष प्रजापतिको शिर हवन गरिसकेका थिए। जाऊ जीको शिर भित्र आऊ, हेर्छौ त्यसको शिर लिएर आऊ भने नभए तपाईँले बाख्राको शिर रहन्छ, त्यही बाख्राको शिर लिएर आएर त्यो दक्ष प्रजापतिको टाउकामा लगाइदिए, त्यो पनि पछाडि फर्काएर। किन यसको बुद्धि उल्टो छ नि? उल्टो बुद्धि भएका मान्छे पनि उल्टे गर्दा भनेर पछाडि पनि पाएर त्यो शिर लगाइदिए। उसले अब शिवजीको प्रार्थना तीनलाई छोरा हुनुहुन्छ। यहाँनिर पाँचजना छोरीहरू हुनुहुन्छ। स्वयं भनौँ र 70 रुपियाँका 2 भाइ छोराहरू, 3 छोरीहरू। यहाँ कान्छो छोरा उत्तरापातको विषयमा बताइएको छ। उत्तरापातको विवाह विहित कन्यासँग भयो, सुरुचि र सुमिति नाम गरेका कन्याहरूसँग विवाह भयो। छोटो हामी एउटा कुरा के बुझ्छौँ भन्दा यी उत्तरापात भनेका चाहिँ को हुन्? उत्तरापात भनेका तपाईँ हामी सबैको उत्तरापात हो। कसरी? केलाई उत्तरापात भनिन्छ? जन्म लिएर आउँदाखेरि जसको शिर तल हुन्छ टाउ माथि हुन्छ है, उत्तानो परेको भन्छ। शिर तल टाउ माथि। हाम्रो जन्म त्यसरी हुन्छ, पहिला शिर निक्लिन्छ अनि मात्रै टाउ आउँछ। हो त्यही भएर तपाईँ हामी सबैको उत्तरापात हो।
फेरि आमाले तपाईँ आफै भन्नुभएछ नि त। तपाईँ आफ्ना छोराछोरीलाई कसैलाई भन्नुहुँदैन। त्यतिखेर एउटा छोरीले के भन्छ मेरो छोरालाई भने, सुनिले के भन्नुहुन्थ्यो, नीतिमा काम गर्नुहुन्थ्यो नि त। त्यसै कारण सुनिले होइन, किन के चाहिँ राम्रो बताइन्छ भन्दा तपस्या राज्य पुरुष हुने परम पुरुष भगवानको तपस्या गर्छ। त्यो राम्रो कुरा भने आमाले समय दिनुपर्ने ज्ञान दिनु सक्छ तिमीले। भगवानको तपस्या छ भने यो पुस्तक कति ठुलो भन्न चाहिन्छ। अहिले संसारले ध्रुव दुवैतिर के समस्या भयो, खाना पकाउने बेलाको यी खाना पकाउन गए सुनिले खाना पकाए आएर ध्रुवलाई भने ध्रुव बालक तँ छोरी केही थाहा छैन भोक लाग्यो मलाई, आएर यी खाना आएर मैले खाना बनाएको छु। बालकका ध्रुवले भने आमा मलाई भोक लागेको छैन, होइन आज मलाई भोक लागेको छैन, जसले वचन रूपी त्यसले खाना खाइरहनु आज बजारसम्म जसले वचन खायो आमा त्यसले खानु पर्दैन भनेको छैन। म आज दिनभरि खाना बनाएर ध्रुवभित्र बस्छु। अब संसारले भनेपछि आमालाई होला छोरा लाग्यो। कहाँ गयो के गयो त्यसले आमाले साँच्चै नै कृष्ण भनेर ती ध्रुवले नखाएपछि सुनिले पनि खाना खायो। त्यो पराको देखि लागेर दुवैजना भित्र सुत्न गयो। सुत्न गए ध्रुवले विचार गर्नुभयो आज चाहिँ म तपस्या गर्न जान्छु। आमाले भनेको त राम्रै रहेछ, तपस्या गर्छु उहिले भगवानलाई प्राप्त गर्छु र मेरो भित्र रहेको वचन रूपी आत्माले मात्रै निकाल्न सक्छ। यो तिनीहरू मलाई के लाग्दैन। मैले तिनीहरूसँग जबसम्म यो वचन रूपी दान दिएर तबसम्म म खाना खाँदिनँ भनेर ध्रुवले विचार गरे। अनि एकछिन फेरि विचार गरे, आमा हुनुहुन्छ नि, यदि आमा हुनुहुन्छ कि मेरी आमालाई यही छोडेर म कसरी तपस्या गर्न गरौँ। यी मैले भन्दाखेरि आमाले नखाइकन बस्नुभयो। त्यस्तै आमा मलाई यति धेरै माया गर्ने आमालाई छोडेर म जङ्गल कसरी जाने भन्ने विचार गरे। तर ध्रुवले एउटा कुरा के सोच्यो भन्दा यदि म आज भनौँ भने भगवानलाई प्राप्त गर्न सक्छु। आज यो घरमा लागेको काम आज छ, आज भयो भने आफै भगवानलाई प्राप्त गर्न सक्छु भनेर एकछिन पछि आमाले सोचिरहनु भएको जानेर ध्रुव ध्रुव त्यतिमा तर अब आमाको ठेगाना हो। अघि थाहा पाउनु मेरो छोराको आज छोरालाई पीडा भएको छ, यो राम्रो सोचेको छैन भन्ने कुरा थाहा भयो आमालाई। आमाले छोरा फेरि तपाईँले निद्रा लागेर आज भर्ना गरेको होइन, आमा ठिकै छ मलाई निद्रा लागेको छ भन्नुभयो। निदाउने अवस्था पुग्नुभयो ध्रुव। अनि विचार गर्नुभयो अब चाहिँ फेरि आमाले भन्नुभयो। एकछिन यसो देखाए जस्तो गर्नुभएको थियो। आमा अब चाहिँ निद्रा पुग्न भने जानेर आमाले राम्रो सुत्न दिएको जस्तो लाग्यो ध्रुवलाई। आमाको बातमा यति भरोसा गर्नुभयो। ध्रुव ढुक्क उठेर बाहिर गए। यस्तो आएर फेरि आमाले आज छोडेर जाँदैछु। अब तपस्या गर्न कति समय छ थाहा छैन, भगवानले गरेर अझै दिनुहुन्छ। यसपछि फेरि आमाले फेरि आउनु होला। भगवानले 1 वर्ष 2 वर्ष 100 वर्ष 1000 वर्ष 1000 वर्ष लाग्यो। फेरि त्यो दिनसम्म फेरि आमा नआउनुहुन्छ, फेरि भन्नुहुन्न
सबै